फेरि पनि स्वागत छ गाइजहरू। आज चाहिँ हाम्रो 100 दिन भ्लग च्यालेन्जको डे 5 हो र आज चाहिँ हामी मदन भण्डारी स्मृति पार्कमा गइरहेको छौँ र मदन भण्डारी स्मृति पार्क कस्तो छ भन्ने कुरा चाहिँ हामी हजुरलाई देखाउने छु। भिडियो चाहिँ अन्तिमसम्म हेरिदिनु होला है। अब चाहिँ गाइजहरू हामी चाहिँ मदन भण्डारी स्मृति पार्कमा पुग्न आँटेको छौँ र अगाडि देख्न सक्नुहुन्छ निलेश चाहिँ गइरहेको छ यसरी। A few moments later. गाइजहरू हामी देख्न सक्छौँ यो चाहिँ मदन भण्डारी स्मृति पार्क जाने एउटा गेट हो है। मदन भण्डारी स्मृति पार्कको गेटभन्दा अगाडि गयो भने हामी यस्तो टाइपको पेन्टिङहरू देख्नेछौँ जसमा थरी थरीका भगवानहरूको चाहिँ पेन्टिङ गरेको थियो। यी पेन्टिङहरू हेर्दाखेरि निकै नै आकर्षण लोभ लागेको थियो। यसमा प्रायः जस्तो शिव भगवानहरूको धेरै पेन्टिङहरू हामी देख्न सक्छौँ। यता चाहिँ गाइजहरू हामी देख्न सक्छौँ यता पुल छ। यो पुल हुँदै यसरी जाने, यता गएपछि हामी चाहिँ उता मूर्ति छ है मदन भण्डारीको। हामी पछि देखाउनेछौँ कस्तो छ भने है। यता राखेको चाहिँ यो साइकल मदन भण्डारीको स्मृतिको लागि राखेको हो, जसमा मदन भण्डारीले प्रायः जस्तो साइकलमा सवारी गर्ने कारणले चाहिँ यो साइकल राखिएको हो। फाइनली हामी देख्न सक्छौँ यो चाहिँ मदन भण्डारीको शालिग। गाइजहरू अहिले चाहिँ हामी अब माथि यसको मदन भण्डारी स्मृति पार्कको टपमा गइरहेछौँ र त्यो टपबाट चाहिँ भ्युज राम्रो देखिन्छ। त्यहाँ दिगाउनु चाहिँ कस्तो देखिन्छ भनेर है। 2000 years later. त्यसपछि हामी चाहिँ कोटेश्वरमा भएको यो चाहिँ मन्दिरमा चाहिँ गयौँ। यता देख्न सक्छौँ गाइजहरू हामी चाहिँ यता शिवजीको शिवलिङ्गहरू छ यता है। त्यसको ठ्याक्कै बिचमा हामी देख्न सक्छौँ शिवजीको यता मूर्ति छ है। यता खतरनाक टाइपको चाहिँ मूर्ति छ हेर्नुहोस्। कुन भगवानको मलाई त थाहा भएन है, हजुरलाई थाहा छ भने भन्नु होला। कति दामी छ है। यता फेरि हामी देख्न सक्छौँ शिवजीको अर्को शिवलिङ्ग छ जुन चाहिँ सेतो आकारको छ हेर्नुहोस्। आज के को ड्रइङ बनाएर कृष्ण भगवान। आज चाहिँ कृष्ण भगवानको बनाउने रे यसले। यो कम्प्लिट भएपछि हजुरलाई देखाउँछु कस्तो बन्छ भनेर है। A few moments later. टान टाडान हेर्न सक्नुहुनेछ आजको चाहिँ ड्रइङ चाहिँ यस्तो बनेको छ है।